वेलकम टु ब्याक छ फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो यो मिनी भ्लगमा। आज केटाहरूको सब नेतृत्वमा आज के हुँदैछ भने आज ठ्याक्कै शुक्रबार पनि थियो, कलेजमा अलिकति प्रोग्राम थियो, कोही आइदिएन के। त्यही भएर हामीहरू केही गर्ने सोचका साथ केही नेतृत्व गर्ने तरिकाले आएका थियौँ। अनि तपाईँ शेरबहादुरजी ब्यानरको बारेमा के भन्न चाहनुहुन्छ? छैन, अब हामी कलेजमा खास गरी यो ब्यानर ल्याउनुको अर्थ चाहिँ के हो? रक्की भाइको यहाँ खास स्पोन्सर चाहिँ को रक्की भाइ? यो ब्यानरको स्पोन्सर किन हो भनेपछि आज मेरो आइडी प्रमोसनको लागि के तपाईँको मूल आशय भनेको यो युट्युबको प्रमोसन गर्नको लागि हो? यस 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 यस। त्यसो भए तपाईँ लग्न सक्नुहुन्छ, त्यो हामीलाई चाहिँदैन त्यो। हामीहरूको नेतृत्वमा आज कलेजमा सिधै डबल टेप लगाएर हामीले आज बुद्धको तस्विरलाई हाम्रो कोठामा ट्याक्क ट्याक्क लगाउने सोचेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ हामी आफ्नो रुममा पुगिसकेका छौँ। अब यो ब्यानर खास कहाँनिर लगाउने के गर्ने भन्ने कुराको छलफल भइरहेको छ। खास रक्की भाइको यानी कि बिपी अफिसियलको पेजबाट नयाँ सुरुवात भएको छ। बिपी अफिसियल सपोर्टेड बाई हामीहरूले सिधै यहाँनिर लगाउने सोचेका छौँ। तपाईँहरू यो पेजलाई टक्क युट्युब, टिकटक, फेसबुकमा हेरेर प्रतिक्रिया दिन सक्नुहुनेछ। प्रोसेसिङ जारी रहेको छ हामीहरूको। टक्क तपाईँहरू देख्न सक्नुहुन्छ केटाहरू मेरो च्यानललाई ग्रो गर्न कति मेहनत गर्दैछन्। यत्तिको सपोर्टर चाहिँ चाहिन्छ है। टक्क यहाँ फेसबुक पेज हामीलाई थाहा भएन हेर र मेरो बिपी अफिसियल च्यानल चाहिँ ग्रो हुनु पर्यो है। फाइनल्ली यत्रो लगानीपछि आज शेरबहादुरजी हुनुहुन्छ उता टक्क क्लासमा लागिसकेको छ, लाग्दैछ क्लासमा टक्क लाग्दैछ। बिपी अफिसियल के देख्नुभयो त?